भई एकचोटि सहेर अरूले कुल्चेको, आगो भई एकचोटि बलिहेर अरूले तापेको। श्री 5 महेन्द्रले चाँदनी राणाको औपचारिक नाउँ ऐश्वर्य राखेका थिए। तर ऐश्वर्य रानी मात्र थिएनन्, सशक्त कवि पनि थिइन्। कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ। पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनी बेहोरा कल्पना गर्नमा निकै भिन्नता हुन्छ। राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ। रानी ऐश्वर्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सिर्जना हुने गर्थ्यो। उनी हरेक इन्च कवि थिइन्। त्यसैले पनि चाँदनी शाहको रचना कृति कविता संग्रह 2043 नेपाली जनजीवनमा चर्चित भयो। कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टटकारो प्रतिबिम्ब पाइन्छ। शाहका प्राय सम्पूर्ण कृति कविताहरू तारा देवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नाति काजीद्वारा सङ्गीतबद्ध भएका छन्। चाँदनी शाहका गीत नारायण गोपाल, शिवशङ्कर, तारा थापा, मिलन चकु, आनन्द कार्की र कुन्ती मुक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मुक्तानका सङ्गीत पनि परिसकेका छन्। उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्र राज प्रसाईको सम्पादनमा चाँदनी शाह आफ्नै आकाश आफ्नै परिवेश 2043 नामक बृहत समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ। कवि राजा मभिपी शाहकी पुत्रवधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ। तत्कालीन समयलाई दृष्टिगत गरेर भन्ने हो भने साहित्यिक समाजमा चाँदनी शाहको पदार्पण हुनु भनेको सम्पूर्ण साहित्यिक जगतले ओजस्विता प्राप्त गर्नु हो। चाँदनी शाहको सम्वत 2006 कार्तिक 22 गते सोमबार काठमाडौँको लाजिमपाटमा जन्म भएको थियो। जनरल केन्द्र शमशेर, जङ्गबहादुर राणा तथा रानी राज्यलक्ष्मी राणाकी ज्येष्ठ सुपुत्री चाँदनी शाहको राणा दम्पतिको सुयोग्य संरक्षणमा 20 वर्ष व्यतीत भएको थियो। चाँदनी शाहको विवाह तत्कालीन युवराज धीराज वीरेन्द्रका साथ 2026 सालमा भयो। वैवाहिक जीवनमा कुथिएपछि चाँदनी शाहको काव्यधाराले खास गरेर औपचारिकताको मोड आरम्भ गरेको थियो। प्रणयमा उनिएपछि नै शाहद्वारा प्रेममा समर्पित रचनाहरू निर्माण हुन थालेका थिए। तिमीलाई हाँसेर बिदा मात्रै दिइसकेथे, आँसु झरिसकेछन्, म तिमीलाई पुज्न थाले। तिमी मलाई छाडी गइसकेका मात्र के थियो, तिमी फर्कने दिन म हतारिँदै गन्न थाले। चाँदनी शाहले प्रारम्भिक शिक्षा खरसाङ, दार्जिलिङको सेन्ट हेलेन्स कन्भेन्ट र सेन्ट मेरिज स्कुल झौलाखेलमा अध्ययन गर्दै कान्ति ईश्वरी राज्यलक्ष्मी हाई स्कुलमा प्रवेश गरेकी थिइन्। उनले पद्मकन्या कलेजबाट आइए द्वितीय श्रेणीमा र त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बिए द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी थिइन्। चाँदनी शाह सानैदेखि हुने बिरुवाको चिल्लोपातमा गरिन थालिन्। उनको साहित्यिक र सङ्गीतमा सानैदेखि विशेष अभिरुचि थियो। यसका अतिरिक्त विविध खेलहरूमा पनि शाहले अभिरुचि राखेको पाइन्थ्यो। उनका मनपर्ने खेलहरू ब्याडमिन्टन,
टेबल टेनिस र रिले थिए। चाँदनी शाहमा अंग्रेजी रोमान्टिक कवि विलियम वर्ड्सवर्थका कविताको प्रभाव थियो। प्रकृति चित्रणमा रमाउने कवि वर्ड्सवर्थ र अन्य रोमान्टिक कविका कविता नै शाहका अभिरुचिका प्रमुख प्रेरक बन्न गए। साथै शाहमा नाटककार विलियम शेक्सपियरका कृतिहरूको अध्ययनबाट उत्कृष्ट साहित्यले जीवनमा कसरी मार्गदर्शनको कार्य गर्छ भन्ने भावना पनि सिर्जना भएको थियो। चाँदनी शाहका लागि अत्यधिक प्यारो थियो। चाँदनी शाहका लागि नेपाल अत्यधिक प्यारो थियो। नेपालको अत्यधिक सुन्दर प्राकृतिक बनोट अर्थात् यहाँका डाँडा पाखा खोज बेसी खोला नाला झरना हिमाल र पहाडका श्रृङ्खला एवं तराईका फाँटहरू चाँदनी शाहका काव्यका प्रेरक तत्त्व रहेका छन्। त्यसैले उनीबाट आफ्नै माटो आफ्नै दृश्य अनि आफ्नै सौन्दर्यको यथार्थ परिकल्पना नै काव्यिक पृष्ठभूमिमा प्रस्तुत हुने गर्थ्यो, जसमा शाहको प्रणय भावना पनि ट्याप्पै टाँसिएको हुन्थ्यो र त्यही नै शाहको यथार्थ जिन्दगानी हुन्थ्यो। उकाली ओह्रालीहरूमा पञ्चाङ्गनी चौतारीहरूमा सुन्दर ती दाहहरूमा हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पहिला बनी पछाडि रहन्छु। ती छारा खोला खहरीहरूमा सम्झना बनी बगिरहन्छु। गीत लेखन झैँ चाँदनी शाहमा सङ्गीत कलाको पनि त्यत्तिकै सोख थियो। चाँदनी शाहले आफ्नो विद्यार्थी जीवनमा काठमाडौँको कलानिधि सङ्गीत महाविद्यालयमा पनि अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेकी थिइन्। चाँदनी शाहका कवितामा सुन्दर शान्त र सौम्य भावना ओतप्रोत भएको पाइन्छ। उनीबाट औपचारिक रूपमा सम्बत 2030 सालदेखि नेपाली काव्यमा निरन्तर कलम चलाइएको थियो। शाहका कवितामा नेपाली जीवनशैली समेटिएको छ। प्रकृतिका मनमोहक दृश्यहरू समेटिएका छन्। माया प्रीतिका भावहरू सल्वलाएका छन्। नेपाल र नेपाली जाति आस्था जगमगाएका छन् र राष्ट्रियताका भावना फरफराएका छन्। चाँदनी शाह राजदरबारमा रहेर पनि उनका सिर्जनामा गाउँका झुप्राहरूको वास्तविक अवस्थाको अभिव्यक्त पाइन्छ। हिलोमा होस् या राजदरबारमा होस्, जहाँ पनि कमल फुल्न सक्छ भन्ने बेहोराको सक्लो प्रमाण नै चाँदनी शाह थिइन्, किनभने उनी राजदरबारमा नै फुलेकी थिइन्। रानी ऐश्वर्य अर्थात् चाँदनी शाहबाट दिपेन्द्र, श्रुति र निराजनको जन्म भयो। उनीबाट आफ्ना सन्ततिहरूलाई पनि प्रेरित गरिएकाले उनीहरूबाट पनि कविता र गीतहरू रचिए अनि कलाकृतिहरू पनि सिर्जना गरिए। यथार्थ र भावनामा उत्तिकै डुबुल्की मार्न रमाउने चाँदनी शाहको उर्वर लेखनीमा सन्तुलित जीवन दृष्टि पाइन्छ। जुनसुकै धारणामा आबद्ध समालोचक साहित्यकारहरू, सङ्गीतका श्रोताहरू र पाठकहरूले कवयित्री शाहका रचनामा आफ्नै राष्ट्रको जनजीवन भावना र चेतनाको टुकटुकी जीवन्त रूपमा पाइन्छ भने टिप्पणी गरेका छन्। यथार्थमा कवयित्री चाँदनी शाहका रचनाहरू मार्मिक छन्, प्रेरणादायी छन् र पथप्रदर्शक छन्। मोती चाहिँ सुन्दर शैलीले सुसज्जित उनका काव्यमा आफ्नो बेग्लै आकाश र आफ्नो बेग्लै परिवेश स्थापित भएको छ। कवयित्री शाहले
काव्य सिर्जनामा मात्रै समय प्रदान गर्दै त्यति साह्रो अवसर थिएन। रानीका रूपमा पनि चाँदनी शाह राष्ट्रको विकासका लागि चिन्तनशील रहनु पर्थ्यो। चाहे राजा वीरेन्द्रसँग देश विदेशको भ्रमणमा सरिक भएर होस्, चाहे सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदको स्थापना र अध्यक्षता ग्रहण गरेर होस्, चाहे पशुपति क्षेत्र विकास कोषको अध्यक्षता गरेर होस्, अनि चाहे नेपाली स्काउटको प्रमुख संरक्षक भएर होस्, चाँदनी शाहको राष्ट्रिय दायित्व विराट थियो। तर यति हुँदाहुँदै पनि चाँदनी शाहबाट आफ्नो काव्यात्मक व्यक्तित्वलाई निरन्तर जनसमक्ष प्रस्तुत गरिएको पाइन्छ। प्रतिभाकी धनी नेपाली साहित्यकी चर्चित स्रष्टा रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको 2058 जेठ 19 गते शुक्रबार राति गोली हानी हत्या गरियो। त्यस गोलीकाण्डले कवयित्रीको भौतिक क्षोलाक्षेत्रवृत्ति भएको थियो। त्यस घटना पश्चात प्राय सारा नेपाली रोए। तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ। उनका यस्ता रचनाहरू नेपाली परिवेशमा अनन्तसम्म रहनेछ। उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भयो, माटोले बनेको देह फेरि त्यो गएर माटो भयो। छुटेको रहेछ अणुले त्यो आज मिलेर पूर्ण भयो, मायाले रचेको खेल यो आज आएर अन्त भयो। Sama